धनी श्रीदेव चंद्र जीना। श्री प्राणनाथ निज मूलपति, श्री मेरा सुना। तेज कुंवर श्यामा पल पल करूं प्रणाम। श्री प्राणनाथ तुम सत्य हो, तुमसे चलत जहाज। मैं अधीन करनी बाह ग्रहे की लाज, बाह ग्रहे की लाज। बोले श्री प्राणनाथ प्यारे की जय। अखण्ड परमधामको भूमिकाको कुनै पनि पारावार रहेको छैन, कुनै पनि त्यसको हिसाब रहेको छैन। तर त्यो अखण्ड परमधाम मध्ये केवल 25 पक्षको वर्णन हुन जाँदैछ। सर्वरस सागरदेखि दधी सागरसम्म र नीर सागरदेखि मधु सागरसम्म 50 करोड योजनको एक विशाल जग्गामा हाम्रो दिव्य ब्रह्मपुर परमधामको यहाँ वर्णन हुँदैछ। परमधाम अनन्त रहेको छ, तर केवल 25 पक्षको वर्णन हुन जाँदैछ, जसमा महामतीजी आज्ञा गर्नुहुन्छ। सागर 8 जिमी के, ये 25 पक्ष धाम धनी के। 8 सागर 8 जिमी के, ये 25 पक्ष धाम धनी के। 8 सागर 8 जिमी के, ये 25 पक्ष धाम धनी के। ये 25 पक्ष धाम धनी के। ये 25 पक्ष धाम धनी। सुन्दर साथजी, परमधामको 25 पक्षमा सर्वप्रथम यस 50 करोड योजनको भूमिकाको लगभग मध्यमा स्थित धाम यानी रङ्गमहल, तलाब यानी हौजकोसर तालाब, हौजकोसर तालाबको चारै दिशामा रहेका कुञ्जनिकुञ्ज वन, पुखराजी, मानिक पहाडको पश्चात बनकी नेहेर, छोटी राङको 4 हार हवेली, बडी राङका हवेलीहरू, पश्चिमको चौगान, श्री जमुनाजी, यी सबै जग्गाहरू आएका छन्, जसलाई 7 परिक्रमामा विभाजन गरेर हामी 7 परिक्रमामा त्यो समग्र परमधामको भ्रमण गर्न सक्छौँ। आउनु सुन्दर साथजी, यी 7 परिक्रमा के हो त्यो हेरौँ। सुन्दर साथजी, 25 पक्ष परमधामको लगभग मध्यमा स्थित रङ्गमहल, यस रङ्गमहललाई चारै तर्फबाट परिक्रमा गर्दै परमधामको मध्यबाट परमधामको बाहिरसम्म रङ्गमहललाई नै मध्य बनाएर परिक्रमा गर्दै जाँदाखेरि 7 परिक्रमाको वर्णन आएको छ, जसको पहिलो परिक्रमामा रङ्गमहलको पूर्व स्थित चाँदनी चोक र अनार, अमृत र जाम्बुको 3 वनको शोभा। यस रङ्गमहलको दक्षिण दिशामा रहेको पहिलो परिक्रमामा बटपिपलको चौकी, पश्चिम दिशामा रहेको
फुलबाग र नुरबागको अनुपम शोभा, उत्तर दिशामा रहेको लाल चबुतरा, खडोकली र ताडवनको शोभा। यसरी रङ्गमहलको पहिलो परिक्रमामा यी पूर्वतर्फ चाँदनी चोक र तीनवन, दक्षिण दिशामा बटपिपलको चौकी, पश्चिम दिशामा फुलबाग र नुरबाग र उत्तर दिशामा लाल चबुतरा, खडोकली र ताडवनको अनुपम शोभा आएको छ। यो परमधामको पहिलो परिक्रमा हो। यसै गरी पहिलो परिक्रमा पश्चात रङ्गमहलको नजदिकीमा रङ्गमहलको वरिपरि परिभ्रमण गर्दै जाँदा पूर्व दिशामा आएको सातवन, जमुनाजीको किनारमा रहेका सात घाट, श्री जमुनाजी, पुनः जमुनाजी पारी अक्षरधामतर्फ रहेको सात घाट, सातवन र अक्षरधाम, यो परमधामको दोस्रो परिक्रमामा रङ्गमहलको पूर्वपट्टि आउने शोभाहरू भए। यसै प्रकारले रङ्गमहलको दक्षिण दिशामा कुञ्जनिकुञ्जवन, हौजकौशर तालाब र 24 हाँसको महल, रङ्गमहलको पश्चिम दिशामा अन्नवन, धुपधुलिचा र पश्चिमको चौगान। यसै गरी रङ्गमहलको उत्तर दिशामा बडोवन, मधुवन, महावन र पुखराजी। यो परमधामको दोस्रो परिक्रमा हो। परमधामको पहिलो परिक्रमा र दोस्रो परिक्रमालाई चारैतर्फबाट घेरेर जवेरको नेहेरको 9 फिरावाको शोभा रहेको छ। यो परमधामको तेस्रो परिक्रमा हो। तेस्रो परिक्रमालाई पुनः चारैतर्फबाट घेरेर दक्षिण दिशामा मानिक पहाडको शोभा रहेको छ। यो मानिक पहाडको हदबाट, यस मानिक पहाडको सीमामा चारैतर्फबाट घेरेर मानिक पहाडको हदमा बडोवन, मधुवन र महावनका वृक्षहरूको हार आएका छन्। यो परमधामको चौथो परिक्रमा हो। यस चौथो परिक्रमालाई पुनः चारैतर्फबाट घेरेर वनकी नेहेरको शोभा आएको छ, जुन परमधामको पाँचवा परिक्रमा हो। यस वनकी नेहेरलाई पुनः चारैतर्फबाट घेरेर छोटी राङको चार हार हवेलीको अनुपम शोभा रहेको छ, जुन परमधामको छठा परिक्रमा हो। र यस छोटी राङको चार हार हवेलीलाई चारैतर्फबाट घेरेर बढी राङका 80 महाहवेलीहरू आएका छन्, जसमा 8 सागर, र 8 जिमीको अनुपम शोभा रहेको छ। यो परमधामको 7वां परिक्रमा हो। यसरी 25 पक्ष परमधामलाई 7 परिक्रमामा हामी विभाजन गरी त्यस दिव्य परमधामको शोभालाई आफ्नो हृदयधाममा बसाउन सक्छौँ। बोलिए श्री प्राणनाथ प्यारे की जय। सा